5,000 दिने हो भने महिना 5,000 दिने हो भने अब नदिँदैछ केही थाहा भएन। ल 5,000 दियो भने के कति हुनेछ? महिनाको 5,000 दियो भने महिनाको 5,000ले महिनाको 5,000ले 2 महिनाको 10,000 हो। 4 महिनाको 20,000 हो हैन? 4 महिनाको 20। 4 महिनाको 20,000 भयो। 4 महिनाको 20,000 भयो। 4 महिनाको 20,000 भएपछि 6 महिनाको 2 महिनाको 10,000, 4 महिनाको 20,000, 4 महिनाको 20,000, 6 महिनाको 30,000। 6 महिनाको 30,000। 6 महिनाको 30,000। 8 महिनाको 40,000। 8 महिनाको 40,000। 10 महिनाको 50,000। 12 महिनाको 60। कति हुँदैछ त 12 महिनाको? 12 महिनाको 60 हो र? ठ्याक्कै हिसाब गर्नुभयो? ल हिसाब गर्दा त मैले त अब नजानी गरेको। हिसाब गर्नु त जानेको थिएँ। तेरो बा मर्दाखेरि